हेलो नमस्ते सबैजनालाई। म चाहिँ आज धेरै समयपछि पुरी बनाएर खाँदैछु घरमै। यो जेरी चाहिँ नेपाली सबबाट लिएको हो है। यो चिकन विङ्स यो पुरी चाहिँ म आफै घरमै बनाएको हो। अनि यो चाहिँ रहेको छ राजमा र आलुको ग्रेभी है। लास्टै मनपर्छ मलाई यो चाहिँ। अनि आज बनाएको चाहिँ पुरी बेलेको चाहिँ बुढाले हो। हार्ट सेप बनाइदिएको अरे के माया लाग्यो अरे मलाई। धन्यवाद धन्यवाद बुढालाई। कस्तो ठ्याक्कै राम्रो है। यो चाहिँ यस्तो मिठो हुन्छ है। नेपाली सबबाट लिएको हो। यस्तो दामी छ। यस्तो गरेर यसरी फोल्ड गरेर खानुपर्छ। नेपालमै खाएको भाइ छ। कस्तो मिठो भएछ भाइ राजमा त। आएको खाऊ सबै। यसो दामी। यता बुढा उता छोरी। छोरा चाहिँ ट्युसन गर्छ। ल एकदमै मिठो भएछ पुरी तरकारी। म चाहिँ इन्जोय गर्छु ल। यो जेरी बनाउने ढङ्ग चाहिँ छैन घरमा। त्यही भएर जेरी पुरी खानु मन लाग्यो भने जेरी सबबाट ल्याउने पुरी आफैले घरमा बनाउने। अहिले आज चाहिँ बुढाले बनाएको मैले बनाएको चाहिँ होइन। यस्तो जेरीको के भन्छ अरे नक्सा हेर्ने हो भने त कति छ कति। कोही पूर्व फर्केका छन्, कोही पश्चिम फर्केका छन्, कोही यो त राम्रो रहेछ। हाम्रो घरको पुरीको नक्सा हेर्नु नेपालको नक्सा जस्तो। ठिकै छ। यतिको बनाउनु नै ठुलो कुरा हो होइन त। बुढाले बेल्ने म उता फ्राई गर्ने मिलेर गऱ्यो भने सबै कुरा छिटो सजिलो भयो नि त। ओके ल म चाहिँ इन्जोय गर्छु। मेरो भिडियोलाई हेरेर हजुरहरू पनि बनाएर खानु होला जाडोमा। र हजुरहरूलाई पनि खानु मन लाग्यो भने नेपाली सबबाट जेरी लानुहोस्, घरमा पुरी बनाउनुहोस्, यसरी सब्जी बनाउनुहोस् अनि खानुहोस्। र म चाहिँ इन्जोय गर्छु।